चिया पाक्यो काग तिहार रहेछ म चिया खानु पर्यो तिमी त काग पूजा गरेर मात्रै खाने होला तिमी चाहिँ कागलाई पूजा गरेर मात्रै चिया खाने है हुन्छ बुवा अहिले काग तिहार रहेछ उठिस त पनि आज कस्तो अबेरसम्म सुकिएछ घाम पनि माथि माथि आएछ एक कप मिठो चिया बनाउँछ छोरी अनि आज काग तिहार हो के अरे कागको पूजा गर्ने तयारी पनि गर्ला चिया बनाउन लगाएर बुवा एकैछिनमा कहाँ जानु हो बुवा चिया भयो आउनु त त काग पूजा नगरी खाँदैनस् होला म त चिया नगएर हुँदैन म चाहिँ खाँदै गर्नुपर्छ अहिलेसम्म त काग यतै कराउँथ्यो थियो अहिले त एउटा नि छैन त अहिले आएर खाला नि यो घर वरिपरि कति फोहोर भएको प्लास्टिक हो यदि त बच्चाहरूले नि टिप्न सक्छ नि तिनको भातले होइन पर खाल्टो लगाएर जलाउनु पर्यो होइन मम्मी कता लाग्नु भएको हातमा के को पकाउनु भएको केही होइन घर वरिपरि फालिएको प्लास्टिकको फोहोरहरू हो अनि कागजहरू हो पर खाल्टो लगाएर जलाउनु पर्यो तिमीहरू सिक्को छोरी होइन मम्मी हामीलाई विद्यालयमा सर मिसले भन्नुभएको यसरी यस्ता प्लास्टिक जन्य फोहोरहरू जलाउनु हुँदैन रे यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्छ अरे भनेर सिकाउनु भएको थियो मम्मी यसरी जलाउनु हुन्न त धेरै जानेन भन् बरु पर एउटा कागज छुटेछ लिएर आइज त के नानी तिहार पनि आइसक्यो घरहरू पनि धेरै फोहोर भएको थियो त्यही ल्याएर जलाएको नि होइन काकी तपाईँले चाहिँ के गर्न खोज्नु भएको जति भन्दा नि लाग्दैन जुन काम नगर्नु भने त्यही काम गर्दै हिँड्नुहुन्छ त तिम्रो घरको आँगनमा लगेर जलाएको नि त होइन नि बिना कारण किन कराउँछौ मलाई ल हेर पुनु तिमी पनि उस्तै के गरेको यो तिमीलाई सर मिसले स्कुलमा यही काम सिकाउनु भएको छ यसले गर्दा हावा प्रदूषण हुन्छ स्वास्थ्यको लागि हानिकारक हुन्छ बुढाबा आमादेखि लिएर साना बालबालिकाको स्वास्थ्यमा असर पुग्छ के तिमीलाई थाहा छैन र पुनु होइन दिदी अघि मम्मीलाई मैले यही कुरा भनेको उल्टै मलाई थर्काउनु भयो मैले के गर्नु र तिमीहरू मेरो छेउमा आएर चाहिने नचाहिने कुरा नसुनाऊ है खै अहिलेसम्म हामीलाई के भएको छैन यस्ता फोहोर त हामीले उहिलेदेखि चलाउँदै आएको अब चाहिँ के हो तिनीहरू धेरै फुर्ती लाउँछन् धेरै लामो निस्क्यो हो छैन
बुबा यो माला समात्नु त म भित्रबाट अभि लिएर आउँछु इनु बुबा हेर्नु सँगाउनु म कुकुर खोलेर लिएर आउँछु ल ल्याउनु बुबा यहाँ तिमी हाम्रो घरको एक सदस्य हौ तिमी जस्तो ज्ञानी त मान्छे पनि छैन तिमी त एक गाँस खाना दिँदा पनि खुसी मान्छौ तर हाम्रो देशको नेताहरू त करोडौँ करोडौँ खाँदा पनि दुखी छन् ल तिमीबाट देशको भ्रष्टाचारीहरूले पाठ सिकुन् सधैँ रक्षा गर्नु तैँले हाम्रो स्वर्गद्वारको ढोका खोल्दैछ है होइन हौ बाउ छोरी निकै रमाउँदै हुनुहुन्छ त ए कहिले नआउने मान्छे कताबाट आएको बाबु यहाँ बस्नु न हुन्छ बहिनी यसपालि तिहारमा बाउ छोरीले निकै रमाइलो गर्ने विचार गर्नु भएको छ कि क्या हो नानी त निकै खुसी देखिन्छ त्यस्तो होइन नि दाइ मलाई त आज कुकुर तिहार किन मनाउँछ भन्ने कुरा थाहै थिएन आज बुबाले कथा सुनाएपछि पो थाहा भयो त्यही भएर खुसी भएको नि दाइ ए हो र बहिनी हामीलाई थाहा नभएको कुरा बुढापाकाहरूलाई त थाहा हुन्छ नि उहाँहरूबाटै हामीले सिक्नुपर्छ अनि के कति कामले आउनुहुन्छ बाबु हाम्रो घरमा त्यस्तो ठुलो काम त केही थिएन यसो देउसी भैलो खेल्ने सोचेका छौँ अब अर्को तिहार भनेको के हो कसो हो को कता कता हुन्छन् रेजिना बहिनी पनि जान्छौ नि देउसी भैलो खेल्न गाउँको दाजुभाइ दिदीबहिनीहरू पनि जान्छन् ए हो र बाबु खेल्दा भयो नि हजुरहरू रमाइलो गर्नुहोस् तर यो चाहिँ जाँदिनँ होला किनभने म पनि टिका लाउन दिदीकोमा जानु छ फेरि म घरमा छैन भनेर मेरो घरमा देउसी भैलो खेल्नु छुटाउनु होला नि बाबु यो घरमै हुन्छ तपाईँहरू सबैजना आएर रमाइलो गर्नु है ए यसपालि हजुर नबस्ने यो तिहारमा बाबु दिदी एउटै हुनुहुन्छ जानु परेको अनि बुबा हजुरको दिदी आफै पो आउनुपर्ने होइन र दिदी आफै आउनुपर्ने त हो नि बाबु तर के गर्नु उनीहरू सहरमा बस्ने बानी पर्यो यो हाम्रो गाउँको उकालो ओह्रालो हिँड्नु गाह्रो हुन्छ अनि बाबु तपाईँलाई एउटा कुरा भनौँ के कुरा हो र बुबा भन्नुहोस् न मैले सक्ने कुरा रहेछ भन्ने त गरिहाल्छु नि समाजको लागि जे पनि गर्न तयार छु म अब यहाँदेखि सहर पुग्नुपर्छ बाबु बुढो मान्छे बसमा गाह्रो हुन्छ त्यही भएर बरु बाबुले बाइक दिनुहुन्छ कि भनेर सोधेको दिनुहुन्छ त अनि बुवालाई बाइक चलाउनु राम्रोसँग आउँछ त त्यति टाढा जानु छ आउँछ नि बाबु मैले लाइसेन्स त 63-64 सालतिरै बनाएको सहरमा काम गर्दाखेरि मेरो आफ्नै बाइक थियो नि बाबु ए हो र बुवा लाइसेन्स भए त झनै राम्रो भयो केही समस्या नै हुँदैन लानुहोस् न त मैले दिएँ तर छिट्टै ल्याइदिनु ल बुवा मलाई नि चाहिरहन्छ ए हुन्छ बाबु चिन्ता नगर यहाँ घरमा छोरी एक्लै हुन्छ म टिका भोलिपल्टै फर्किहाल्छु ए हुन्छ हुन्छ बुवा हजुर भोलि त होला नि जाने बेलुकातिर बाइक लिन आउनु है म चाहिँ लागेँ हुन्छ हुन्छ बाबु ल है बहिनी गएँ ल ल छोरी त्यो भात पिउनु गर भोक लागिसक्यो सुतिएछ त ए छोरी उठ न बाहिर छ्याङछिङ घाम लागिसकेको छ ल छोरी धारामा गएर मुख सुत हो फ्रेस हो आज त लक्ष्मी पूजा हो नि अब हामीले गाई पुज्नु त गाई पालेको छैन छोरी अब झ्याल ढकाउमा फुलमाला त लाउनु पर्यो नि छिट्टै फ्रेस हो ल
ल छोरी फुल टिप्न जाउँ भित्र गएर भाँडा ल्याएर आइज तपाईँ जानु पर्दैन बुवा फुल टिप्न म भावनालाई बोलाएर फुल टिपिहाल्छु नि अनि हामी दुईजना भएर हुन्छौँ हाम्रो सकेपछि बरु उनलाई नि सघाउन जान्छु म ल त्यसो भए म पनि झिलिमिली बत्ती फिट गर्छु भरे त हाम्रो घर पनि झिलिमिली बनाउनुपर्छ किन नानी भित्रै छ एकछिन फुल हुन पठाइदिनु न काका बरु अहिले म आएर पनि सघाइदिन्छु हुन्छ नि नानी हामी गाई पुज्न जान लागेका छौँ गाई पुजेर आएपछि पठाइदिउँ ल हस् काका सक्यो अब लाउने हैन लाउने त हो नि ल्याउ भवन पनि यो बोका हुन्छ हामी बाउछौरीको जहिले पनि रक्षा गर्नु अब हाम्रो घरमा देउसी आउनुहुन्छ देउसी पनि खेलाउनुपर्छ लक्ष्मी माताले सबैको रक्षा गरून् हैन छोरी हामी बाउछौरीको पनि रक्षा गरून् ल गएर भित्र गएर त्यो के अरे पूजा रेडी गरौँ Ayo, Deusy, ayo. Deusy. Bagaimana
भजमाना भैलीराम ए भजमाना भैलीराम के को भजमाना भैलीराम ए फुलाको भजमाना भैलीराम ए भैली कि पहिली भैलीराम यही द्वारामा भैलीराम ए मुई आई पहिली भैलीराम ए लक्ष्मी ल्यायौँ भैलीराम साँझको बेला भैलीराम ए हर्के भाइको भैलीराम ए घरैमा नि भैलीराम ए भैली भाइले भैलीराम ए लक्ष्मी ल्यायौँ भैलीराम भैलीराम ए आज आउने भैलीराम ए देउसे भाइ भैलीराम झिलिमिली झिल्ला भैलीराम ए झिलिमिली झिल्ला देउसिरे बनाई भाइ हो देउसिरे रामरी बना देउसिरे रामरी खेला देउसिरे बडाको घरमा देउसिरे बडाई चल्ने देउसिरे बडाई चल्ने देउसिरे दुखी दाजुले देउसिरे कस्तो देउसे देउसिरे जायो भन्छन् देउसिरे गिल्ला गर्छन् देउसिरे लाजै हुन्छ देउसिरे गालै हुन्छ देउसिरे रामरी बना देउसिरे भट्याउनीको देउसिरे सोरै ढाकी देउसिरे हर्के भाइको देउसिरे देउसिरे बाचना भाइ हो देउसिरे नाति नाति देउसिरे खेल्नै पर्छ देउसिरे नाच्नै पर्छ देउसिरे पर्छ दिनको देउसिरे टाढा देउसिरे जलाउनै पर्छ देउसिरे मनाउनै पर्छ देउसिरे भाइको घरमा देउसिरे देउसे खेल्न देउसिरे मेरा देउसे देउसिरे छोटै छोटा देउसिरे गोटै गोटा देउसिरे मोटै मोटा देउसिरे ल्याएको छु देउसिरे भाइ हजुर देउसिरे कनकै हिजो देउसिरे राख्नु देउसिरे गई पनि जान्छु देउसिरे जै पनि जान्छु देउसिरे यहाँ मात्रै होइन देउसिरे चारै किल्ला देउसिरे चारै दिशा देउसिरे घुम्नै पर्छ देउसिरे घुम्नै पर्छ देउसिरे पछि भन्नु देउसिरे रचा भनी देउसिरे मन पो हेरेको देउसिरे जिउनै आँटे देउसिरे सुनकै नालोमा देउसिरे सुनकै थालमा देउसिरे सुनकै गोती देउसिरे बालिकाना देउसिरे आकाशको देउसिरे जुना गामा देउसिरे जस्तै गरी देउसिरे उजेला पारी देउसिरे जिन्दगी पारी देउसिरे जिउनै लागि देउसिरे कति ल्युता देउसिरे भनिकन देउसिरे ल्याउनु भयो देउसिरे मेरो भाइले देउसिरे मेरो छोरीले देउसिरे सुनकै नालोमा देउसिरे देउसिरे सधैँ माग्थे देउसिरे सधैँ माग्थे देउसिरे हजुर देउसिरे हेला त हेला देउसिरे सधैँ हेला देउसिरे देउसिरे यतिको देउसे देउसिरे के गरी पाल्नु देउसिरे के गरी पाल्नु देउसिरे च्यातेर हुँदैन देउसिरे भाइहरू देउसिरे रुनै थाले देउसिरे मुमागी जुला देउसिरे देउसिरे अहिले लुन्छन् देउसिरे एउटालाई दियो देउसिरे एउटा हुन्छ देउसिरे अब देउसिरे आउँछ जान्छ देउसिरे भनी
जाना देउसिरे भन्नुभयो देउसिरे रात गए जाला देउसिरे दिन गए जाला देउसिरे छोरी छैन देउसिरे छोरी छैन देउसिरे मेरो भाइले देउसिरे हर्षै मिले देउसिरे दिनुभयो देउसिरे दिनुभयो देउसिरे छोरी ठाकुर देउसिरे देउसी बुबा देउसिरे मेरा भाइलाई देउसिरे आशिकै दिन्छु देउसिरे आशिकै दिन्छु देउसिरे देउसे भाइले देउसिरे दियो आशिक देउसिरे मेरो भाइलाई देउसिरे गोगा बस्दा देउसिरे कहिल्यै नलागोस् देउसिरे कहिल्यै नलागोस् देउसिरे सोगा सुर्ता देउसिरे कहिल्यै नपरोस् देउसिरे देउसे भाइले देउसिरे दिएको आशिकले देउसिरे गर्दाखेरि देउसिरे सधैँभरि देउसिरे लासाको सुना देउसिरे गोटाको सोना देउसिरे यही घरभरि देउसिरे भर्जेर जाउन् देउसिरे यो लीला भन्न देउसिरे जाने नजाने देउसिरे त्यति जाने देउसिरे ए छोरी छिटो आइज न बाहिर ढिलो भइसक्यो आए बुबा आए ल छोरी राम्रोसँगले बस्नु घर राम्ररी हेर्नु ल यो पैसा चाहिँ भरे देउसी खेल्नेहरू आउँछ कति कति दिनुपर्छ मिलाएर देऊ ल हस् बुबा के गर्नु म पनि अब टिका लाउनु नगए भएन तेरो भू पनि गाडी चलेर आउने अवस्था छैन म आफै जानु परेको घरमा एक्लै छस् अलि विचार गरेर बस्नु छोरी हुन्छ बुबा तपाईँ मेरो पिर नगरी जानुहोस् बरु पुगेपछि फोन गर्न नबिर्सिनुहोस् है बुबा अनि घर चाहिँ चाँडै फर्किनुहोस् है बुबा ल ल छोरी ल म गएँ ल रेजिना होइन किन टोलाइरहेको तिमी खै बाबा न यसपालिको तिहार नि नरमाइलो लागिरहेछ लौ किन र रेजिना झन् यसपालिको तिहार चाहिँ रमाइलो गरी मनाऊ भनेको तिमी चाहिँ यस्तो कुरा गर्छौ खै के भन्नु र बाबा न म एक्लै छु बुवा पनि फुपू घर टिका लाउनु जानुभयो मेरो त दाइ पनि अहिलेसम्म आइपुग्नु भएको छैन दाइ आउनु भन्ने त यसपालि मेरो हात पनि खाली हुने भयो ए त्यसो भए पिर नगर रेजिना मेरो दाइलाई टिका लगाइदिन्छौ त मेरो दाइ पनि तिम्रो दाइ जस्तै हो तिमीलाई पनि बहिनी जस्तै मान्नुहुन्छ म घरमा एकचोटि बुबा र दाइसँग सल्लाह गर्छु ल खै केही भन्न सक्दिनँ म त एकचोटि सोध न तिम्रो घरमा के भन्नुहुन्छ बुबा माथिल्लो घरको रेजिना पनि कस्तो निराश भएर बसेको रहेछ मलाई त कस्तो नरमाइलो लाग्यो किन के भएछ त्यसलाई उसको बुवा पनि फुपू घरमा टिका लगाउन जानु भयो अरे अनि दाइ पनि आजसम्म आउनु भएको रहेनछ त्यसैले मैले त हामी दुईजनाले नै विजय दाइलाई टिका लगाउँला रेजिना निराश नहौ भने अनि तपाईँहरू के भन्नुहुन्छ बुबा र दाइ हुन्छ तँ र रेजिनामा मलाई के फरक छ र तिमीहरू दुइटै मेरो बहिनी नै हो कहाँ त्यसो भनेर हुन्छ हौ त्यसको पनि दाइ छँदैछ नि आउनु पऱ्यो नि त चेली बेटी सम्झेर त्यसको दाइ नभएको भए पो एउटा कुरा तँ नभएको भए पो रेजिनाले विजयलाई टिका ल्याउनु सक्थ्यो त तँ छँदैछस् आफ्नो दाइलाई लगाइदे बास अरूको बारेमा नसोच हेलो नमस्कार माइजू नाइ माइजू आउनु भएन सहरमा बसेपछि हामी चेलीबेटीलाई के सम्झिनुहुन्थ्यो
हस् हुन्छ माइजू। होइन माइजू घरमा कोही पनि हुनुहुन्न, बुबा पनि फुपूकोमा टिका लाउनु जानु भएको छ। आज देउसीहरू आउला नि घर नछोडौँ होला माइजू। हजुर त्यता तयारी गर्दै गर्नु, म बिहान सबेर हिँड्छु नि। नमस्कार, म सबिना बस्नेत। आजको हाम्रो एपिसोड पनि हेरिहाल्नुभयो। कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला। आशा राखेको छु पक्कै पनि राम्रो लाग्यो होला।
आगामी दिनहरूमा हामीलाई अगाडि बढ्नको निम्ति हजुरहरूकै माया साथ सपोर्टको आवश्यक पर्दछ। आजको एपिसोड हेरेर हजुरहरूलाई के कस्तो लाग्यो? आफूलाई मन लागेको कुराहरू तल कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। धन्यवाद।